हर क्षेत्रमा तयार छन्। यो देशका मूलवासी मंगोलहरूले अब देश चलाउनका लागि हामी तयार भइसकेको कुरा तपाईहरुको यो उपस्थितिले पनि बताउँछ, तपाईहरुको यो उपस्थितिले पनि देखाउँछ। पक्कै पनि हाम्रा यो मूलवासी मंगोलका नाराहरू, हाम्रा यो देशका बृहत्तर मूलवासी मंगोलको आवाजहरू, अधिकार, अख्रा अधिकार, अस्तित्वको कुराहरू यी सडकका पेटीहरूमा, नदीका किनारहरूमा, ती दूर दराज गाउँ बस्तीहरूमा मंगोलका आवाजहरू गुन्जिदा तपाई हामी कति धेरै खुसी हुन्छ। तपाई हाम्रो आँखाबाट हर्षका आँसुहरू आउँछ। तपाईहरुलाई आफ्नो हक अधिकारको लागि, मंगोल हक अधिकार र अस्तित्वको कुरा गर्दाखेरि तपाईहरुलाई खुसी लाग्छ कि लाग्दैन? पक्कै पनि आज हाम्रा यी सडकहरूमा गुन्जिएका आवाजहरू एकचोटि कल्पना गर्नुस् त, देशलाई नै प्रतिनिधित्व गर्ने त्यो प्रतिनिधि सभाको हलबाट अथवा देशको त्यो संसद भवनबाट मंगोलको कुरा, अस्तित्वको कुरा, हक अधिकार र अस्तित्वको कुरा देशको त्यो संसद भवनबाट यो आवाजहरू गुन्जियो भने तपाई हामीलाई कस्तो हुन्छ होला? कहिले कल्पना गर्नुभएको छ? हजुरहरूले कल्पना गर्नुभएको छ? अब समय आएको छ। अब मंगोल नेशनल अर्गनाइजेसनका फाउन्डर प्रेसिडेन्ट महामानव डाक्टर गोपाल गुरुङज्यूले भनेर लेखेर जानुभएको छ कि यो 21औं शताब्दी भनेको चाहिँ हामी मूलवासी मंगोलहरूको मुक्तिको समय हो भनेर। पक्कै पनि हामी यो देशका मूलवासी मंगोलहरू हर हिसाबले तयार भइसकेको छ, हर हिसाबले अगाडि बढिसकेको छ। पक्कै पनि मंगोल नेशनल अर्गनाइजेसन भनेको चाहिँ यो सूर्य जस्तै नै हो, जसले छेक्न खोज्छ त्यसलाई चाहिँ भस्म पारिदिन्छ। तपाईले देखिसक्नुभयो, जब जब पूर्वमा 47-48 सालतिरबाटै मंगोल नेशनल अर्गनाइजेसन मौलिएर आयो, मंगोल नेशनल अर्गनाइजेसनले जित्न थाल्यो। मंगोल नेशनल अर्गनाइजेसनले जित्न थालिसके पछाडि मंगोल नेशनल अर्गनाइजेसनलाई नै छेक्नको लागि, मंगोल नेशनल अर्गनाइजेसनलाई नै रोक्नको लागि चाहिँ यो देशमा शासकहरूले सुनियोजित रूपमा माओवादी जन्माएर लिएर आएको थियो र मंगोल नेशनल अर्गनाइजेसनलाई छेक्न खोजेको थियो, रोक्न खोजेको थियो। अथवा मंगोल नेशनल अर्गनाइजेसनलाई चाहिँ मूलवासी मंगोलहरूमा पुग्नबाट चाहिँ रोकिराखेको अवस्थामा चाहिँ के भयो भन्दाखेरि अहिले आज हेर्नुस् त, माओवादी भस्म भयो कि भएन? अब यो देशमा माओवादी भन्ने शब्दको कुनै राजनीतिक दल सुन्नु भएको छ यहाँहरूले? छैन। त्यो भएको कारणले अब मंगोल नेशनल अर्गनाइजेसनलाई कसैले रोक्न खोज्छ भने, छेक्न खोज्छ भने आफै सकिन्छ भन्ने कुरा चाहिँ जान्नु पर्ने रहेछ कि रहेन? हो, अब मंगोल नेशनल अर्गनाइजेसनलाई रोक्न सक्ने शक्ति, छेक्न सक्ने शक्ति चाहिँ यो देशमा मात्रै होइन, अब संसारभर कहीँ पनि छैन। अब मंगोल नेशनल अर्गनाइजेसन हर हिसाबले अगाडि बढिसकेको छ र यो मंगोल नेशनल अर्गनाइजेसनको अटोटलाई, मंगोल नेशनल अर्गनाइजेसनको विश्वासलाई चाहिँ कसैले पनि रोक्न सक्दैन, छेक्न सक्दैन। अब हरेक चुनावमा विभिन्न खालका नामधारी नेताहरू तपाईहरुको गाउँ बस्तीमा आउँछन्। त्यतिखेर चाहिँ तपाईहरुले एउटा कुरा सोध्नुहोस्, भोट माग्न आउँदाखेरि चाहिँ हजुर आज नमस्कार, हजुर आले नमस्कार, आमा नमस्कार, बुवा नमस्कार भनेर आउने बेलामा घोषणा पत्र हेर्छु भन्नुहोस्, तपाईहरुको घोषणा पत्र दिनुहोस् भन्नुहोस्। अनि घोषणा पत्र हेर्दै गर्दाखेरि तपाईहरुको घोषणा पत्रमा मूलवासी र मंगोल भन्ने शब्द छ कि छैन भनेर सोध्नुहोस् पहिला। त्यो घोषणा पत्रहरुमा मूलवासी र मंगोल छ भने मात्रै हामी भोट दिन्छौं भन्नुहोस्। अब यति सोध्न सक्ने आँट र साहस छ कि छैन तपाईहरुमा? सोध्नुहुन्छ नि हैन? पक्का सोध्नुहुन्छ? हो, अब यो देशका बहुसंख्यक मूलवासी मंगोलहरूलाई मूलवासी र मंगोल भन्न सक्ने, आँट राख्ने, साहस राख्ने राजनीतिक दल मात्रै यो देशको शासक बन्नुपर्छ अथवा यो देशमा प्रतिनिधित्व गरेर यो देशमा जित्नुपर्छ भन्ने कुरा चाहिँ अब हामी यहाँहरूले बुझ्नुपर्ने समय आएको छ। यो देशमा मंगोल नेशनल अर्गनाइजेसन मात्र यस्तो एउटा राजनीतिक दल हो जसले जे बोल्छ त्यही काम गर्न सक्छ। हो कि हैन? त्यो प्रमाणित भइसकेको छ। पूर्ववक्ता मित्रहरूले पनि भनिसक्नु भएको छ। पक्कै पनि हिजो अस्ति मात्रै त्यत्रो ठुलो जेन्जी आन्दोलन भयो देशमा। जेन्जी आन्दोलन हुँदै गर्दाखेरि
जेनजीहरूको माग के थियो भन्दा भ्रष्टाचारीहरूलाई कारबाही गर्ने माग थियो कि थिएन? भ्रष्टाचारीलाई कारबाही गर्छु भनेर यो देशको पहिलो महिला प्रधानमन्त्री बन्नु भएको हो कि होइन सुशीला कार्की? तर कुन भ्रष्टाचारीलाई कारबाही भयो त अहिलेसम्म? कुनै भ्रष्टाचारलाई कारबाही भएको समाचार सुन्नु भएको छ यहाँहरूको कानले? हो, अब तपाईँ हामीले चिन्नु पर्दछ, अब हामीले बुझ्नु पर्दछ। अब समय आइसकेको छ। अब आगामी फागुन 21 गते यो देशमा प्रतिनिधि सभाको निर्वाचन हुँदैछ। उक्त निर्वाचनमा चाहिँ यो देशमा 165वटै क्षेत्रमा प्रत्यक्ष उम्मेदवारहरू उठिसकेको छ, जुटिसकेको छ र यो देश हाँक्नको लागि चाहिँ एवं रूपले तयारी भइसकेको छ र समानुपातिक रूपमा पनि 110 जनाको बन्द सूची पेश भएको छ र समानुपातिक बन्द सूचीमा तपाईहरुकै छोरी चेली अथवा म प्रतीक्षा तामाङ पनि समानुपातिक उम्मेदवार हो। तपाईहरुले फागुन 21 गते मत हाल्दै गर्दाखेरि दुईटा मत हाल्नुहुन्छ। एउटा चाहिँ मंगोल नेशनल अर्गनाइजेसनलाई हो भने एउटा प्रत्यक्ष उम्मेदवारलाई जान्छ। तपाईहरुले मंगोल नेशनल अर्गनाइजेसन अथवा चुनाव चिन्ह कुखुराको भालेमा हाल्नु भएको समानुपातिक मत चाहिँ तपाईहरुकै छोरी चेली म प्रतीक्षा वाइवा तामाङलाई पनि एउटा भोट पर्छ। तपाईहरु भोट दिनुहुन्छ हैन त आफ्नो छोरीलाई? पक्का दिनुहुन्छ नि? पक्कै भने तपाईहरुले भोट दिनुभयो भने मंगोल नेशनल अर्गनाइजेसनको प्रतिनिधि गरेर मंगोल नेशनल अर्गनाइजेसनको तर्फबाट तपाई हाम्रो हक अधिकारको कुरा, अस्तित्वको कुरा, म अहिले यो सडकमा बोलेका हाम्रो हक र अधिकारको कुराहरू त्यो सदनबाट बोल्ने छु। यस कुरामा तपाईहरु पक्का विश्वास गर्नुहुन्छ? हो, म यही कुरा सोध्न आएको थियो, म यही कुरा सुन्न आएको थियो। पक्कै पनि हामी मूलवासी मंगोलहरुहरू अब एकजुट हुनुपर्दछ। तपाई हामीले मंगोल नेशनल अर्गनाइजेसनको चुनाव चिन्ह कुखुराको भालेमा किन भोट दिनुपर्छ भन्दाखेरि मैले यहाँ अगाडि देखिराखेको छु बुवा आमाहरू ती खुम्चिएका मुहारहरुमा मुस्कान ल्याउनका लागि मंगोल नेशनल अर्गनाइजेसनलाई भोट हाल्नुपर्छ। ती दुखेका घाउहरुमा मलमपट्टी गर्नको लागि मंगोल नेशनल अर्गनाइजेसनमा भोट हाल्नु पर्दछ। कति धेरै शहीद भए अस्ति जेन्जी आन्दोलनको क्रममा छोराछोरी खोज्न जाँदाखेरि रगतले लतपतिएको जुत्ता समात्दै रुँदै गरेका मूर्छित भएका बुवा आमाहरूको सपना पूरा गर्नको लागि यहाँहरूले मंगोल नेशनल अर्गनाइजेसनको चुनाव चिन्ह कुखुराको भालेमा भोट हाल्नुपर्छ। यो देशका मूलवासी मंगोलहरू सदियौं वर्षदेखि आफ्नै भूमिमा दोस्रो दर्जाको नागरिक भएर बाँच्नु परिराखेको छ। त्यो दोस्रो दर्जामा बाँच्नु परेका यो देशका भूमिपुत्र मूलवासी मंगोलहरूलाई यो देशको शासक बनाउनका लागि, मालिक बनाउनका लागि चाहिँ के गर्नुपर्छ? चुनाव चिन्ह कुखुराको भालेमा मतदान गर्नुपर्छ। अब हजुरहरू चुनाव चिन्ह कुखुराको भालेमा मतदान गर्न तयारी हुनुहुन्छ हैन? ल, अब मैले भनि नै हाले, अब आउने हरेक निर्वाचनहरुमा जसले भोट खोज्न आउँछ, जसले भोट माग्न आउँछ, ती मान्छेहरुको घोषणा पत्रमा मूलवासी र मंगोल भन्ने शब्दहरु खोज्ने ल्यागत राख्नुहुन्छ नि हैन? पुनः पनि सोधे, राख्नुहुन्छ नि हैन? हो, त्यसरी राख्नु पर्दछ। अनि मात्र हामी मूलवासी मंगोलहरु यो देशको शासक बन्न सकिन्छ, आफ्नो हक अधिकार र अस्तित्वको लागि बोल्न सकिन्छ भन्दै देशमा प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, विशेष अतिथिज्यू निकै नै अग्रज आदरणीय व्यक्तित्वहरू हुनुहुन्छ। समयको पाबन्दी छ। यहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। विशेष गरी सिन्धुपाल्चोक जिल्ला सभालाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। पक्कै पनि तपाईहरुको घर